So hey guys, welcome back to another new video. Today I was going to explore my own village temple, namely बागवत्सला मन्दिर। यस मन्दिर चाहिँ सिद्धलेख गाउँपालिका वडा नम्बर 5 मा अवस्थित रहेको छ। मैले खिचेका केही क्लिपहरू यस भिडियोमा इन्क्लुड गरेको छु। कृपया लास्टसम्म हेरेर साथ सहयोग अनि प्रतिक्रिया दिन नभुल्नु होला। खासमा यहाँ चाहिँ महादेवको मन्दिर छ। बागवत्सलाको मन्दिर चाहिँ त्यहाँ हो। अनि यतातिर चाहिँ मजाले फुलहरू फुलिरहेको छ। यतातिर पनि रहेको छ अनि यतातिर चाहिँ रहेको छ। यतातिर चाहिँ नाम चाहिँ के हो भन्दाखेरिमा यतातिर केउरानी होला सायद, यतातिर चेपे अनि त्यसपछि उहाँ रहेको छ बाघभैरव। अनि 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 यता रहेको छ कुम्पुरको त्यो टावर देख्न सक्नुहुन्छ। यहाँ नदेख्ने रहेछ, त्यही नै हो हाम्रो। धुप सल्काउने त्यही त नि, धुप सल्काउन आउँदा आफ्नो के विश छ भने विश माग्ने नि। ले चाहिँ आफ्नो विश मागिरहेको अवस्था। एकजना छिटो त्यही तिर्सकेको अवस्था। सो हामी चाहिँ धुप सल्काउन आएको होइन त, खासमा धुप सल्काउन आएको। सुरुमा चाहिँ महादेवको पूजा गर्छन्। यहाँको नि ठाठी नि भत्की छ त। ए होला होला। अनि यहाँ चाहिँ फुलहरू मस्त देख्न सकिन्छ। ओबी किरा नि फले रहेछ करुण। किरा नि फले रहेछ यहाँ चाहिँ मन्दिरमा। यता लोहर कि फुलहरू चाहिँ राम्रो रहेको छ। कारण देखाम कि नदेखाम, हाम्रो यहाँ चाहिँ फोटोसुट गर्ने ठाउँ नै हो। ट्याक्क यहाँ जाने। म चाहिँ एकचोटि नि खाएन गरौँ नि, यहाँ टेके नै छैन। पत्याउँछौ तिमी? ए कहाँ नटेक्नु नि यार, टेके खा होला। यस्तो छ के को स्विच?
बत्ती बोलेको थियो अघि बाला त थोरै बोले जस्तो लागेको थियो। त्यही नै हो। मेन मन्दिर चाहिँ यहाँ रहेको छ। यहाँ चाहिँ यो सायद टोइलेट होला, टोइलेटको सुविधा नि रहेको छ हैन। सायद यो के हो, शिवलिङ्ग हुन पर्छ। यो यस्तो हो, बस्ने ठाउँ पनि छ है यता रहेको छ। यहाँ चाहिँ यो चाहिँ बस्ने ठाउँ हो। यहाँ बेन्चहरू नि देख्न सक्नुहुन्छ। यहाँ माइक रहेको छ। यहाँ पूजाहरू गर्दाखेरि चाहिँ यसबाट नै गर्छ। यहाँ पूजाहरू लाउँदाखेरि बस्ने पनि यही नै हो। अनि यतातिर चाहिँ यहाँ सहयोगी दाताहरूको नाम रहेको छ। यहाँको कसको सर र यहाँ टन्नै छ। नामहरू चाहिँ कसको पर्यो कसको परेन। अनि यहाँ चाहिँ बलि दिने ठाउँ हो। यता रहेको छ।
चाहिँ अहिले कहाँ आइपुगेको अरे बलदेवीमै आइपुग्यो। यताको कुरा गर्नुपर्दा चाहिँ निकै नै सुन्दर सफा रहेको छ। सिँढीहरू नि राम्रै छ। Here we arrived. ल जानु। ओ बादल पो आयो के अरे हुसु पो आयो यार। अनि मन्दिरको गेटमा जुत्ता चप्पल छालाको ब्याग पेटी झोला तपाईँहरू सुरक्षित मन्दिर दर्शनमा जानुहोस्। गेटमा यस्तो रहेको छ। जुत्ता चप्पल चाहिँ लान पाउँदैन। अनि गेट अगाडि चन्दा बाकस भएको ठाउँमा गल्ती भएमा माफी मागी पूजा गर्ने भनी व्यवस्थापन समितिले यस्तो भगवत्सला पूजा गर्ने तरिकाहरू नि छ यहाँ। पूजा एक महादेव यस्तै छ। अनि यसरी भएको क्षेत्रभित्र चौपाए रहन पाउँदैन। हुँदै जाने बाघ सूचना सिद्धलेख 5 सानो पोखरी दार्जिलिङ हुँदै मन्दिर परम्पराकालदेखि हालसम्म देवीको थानभित्र बोका भाले बलि दिँदै आएको र थानभित्र फोहोर हुन गई पूजा गर्न आउने भक्तजनहरूको अगाडि देवीको अगाडि फोहोर भएको भनेपछि देवीले गुरु खड्कबहादुर नगरकोटी र त्यहाँका माता निर्मय उनीहरूलाई सपनामा प्रदर्शन हुने 74 कति दिनबाट थानभित्र बलि नदिने र तपाईँहरूको भाकल अनुसार थानभित्र यस्तो रहेको छ। अहिले धेरै देवीहरू उत्पन्न भएकाले धुप चढाइ त्यस्तो रहेको छ। अनि उत्पत्तिको कुरा चाहिँ थियो है कहाँ। सो द्याट्स द एन्ड अफ द भिडियो। यो मन्दिरको कुरा गर्नु पर्दाखेरि चाहिँ कहाँ अवस्थित रहेको छ भन्दाखेरि सिद्धलेख 5 चेकबा धादिङ होइन रहेको छ। अनि उत्पत्तिको कुरा गर्नु पर्दाखेरि चाहिँ त्यो बोर्ड हेरेको छैन रहेछ है। पहिला त थियो। अनि के हरेको त्यो हलो जोत्ने क्रममा चाहिँ फेला परेको भन्ने होइन त्यस्तो। अनि त्यही हो। द्याट्स द एन्ड अफ द भिडियो। थ्याङ्क्स फर